समूह वा घटनासँग यसको प्रत्यक्ष परोक्ष कुनै पनि प्रकारको सम्बन्ध छैन। यदि कुनै व्यक्ति वा परिस्थितिसँग मिल्न गएमा संयोग मात्र हुनेछ। बढ्दो अपराध र अपराधीको उर्वरा भूमि बन्दै गएको राजधानी काठमाडौँमा अर्को एउटा घटनाले सुरक्षा निकायले स्तब्ध भएको छ। प्रहरी निरीक्षकको घरमा नै श्रीमती सीता देवीको गोली हानी हत्या गरिएको अवस्थामा शव फेला परेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानले घटना अरू कसैले नभई उनकै श्रीमान प्रदीप तिमल सिन्हाले गरेको देखिएको प्रहरी स्रोतले जनाएको छ। नेपाल प्रहरीकै प्रहरी निरीक्षक पनि नेपालमा उच्च पदस्थ व्यक्तिहरूबाट अपराध हुने क्रम बढ़िरहेको समयमा यो पछिल्लो घटना बन्न पुगेको छ। हामी त्यस्तो केही गर्दैनौँ सर, तपाईँ निश्चिन्त हुनुहोस्। ओके सर। यी नेताहरू न आफू राम्रा काम गर्छन् न हामीलाई स्वतन्त्र रूपमा काम गर्नुहुन्छ। मलाई पनि सर यसलाई छोडिदिनु पर्यो भनेर 20-25 भन्दा बढी कलाइ छ। के भएको सर? एउटा अपराधी समाएर ल्याउनु पाएको छैन, छुटाउनलाई 10वटा फोन आउँछ। यही भएर नै अपराध मौलाको सर, हाम्रो कानूनमा अपराधी र अपराधीलाई छुटाउनेलाई पनि एउटै किसिमको सजाय हुनुपर्छ, अनि मात्र केही हुन्थ्यो कि? के गर्नु? संविधान बन्यो, अब बन्ने भयो भने यस्तो किसिमको कानून ल्याउनको लागि प्रस्ताव के गर्छ? बेटर इन्सपेक्टर साहब, मनले ठोकेको त्यसलाई कन्सर्टमा गोल ठोकेर मार्यो। सोध्नु किन मारेको त्यसलाई? औपचारिकता किन चाहियो? सुन्नुहोस्, त्यसो भए 4 बज्न लागेछ।
6 बजे एउटा मिटिङ थियो प्रभात ब्याङ्कको। आज यतै बस्दा हुँदैन? भइहाल्छ नि, जाई छोडिदिन्छु, त्यसपछि तिमीसँग यही काम गरेर बस्छु। राति फोन गर्ने है? त्यही त, मलाई मर्नु छ नि, त्यसपछि तिम्रो हाम्रो भेट बन्द गर्दा नि हुन्छ। म मात्रै होइन, तिमी पनि। सुन त, गाडी तल्लो आइज, म आइहालेँ। अनि तिमीलाई भेट्न आउँदा ह्यान्डसम गरेर आउनु पर्यो नि त। खै राति 10-11 बज्दा होला नि। के हो झन् राम्रो हुँदै गइरहेछ त, के हान्छ त्यस्तो? जे खाए पनि तिमीलाई के चाहियो? छिटो आउँछ नि, कति छिटो हुन्छ र? 3 बजे आउँछ। घडी त कति बज्यो? के घडी बज्यो पनि? उठ, छिटो कपडा लगाऊ। बाइकमा पनि तेल सकेर टेन्सन भइरहेछ। यो काठमाडौँ सहरमा जति पैसा पनि नहुने, जति भयो मासिन्छ। किस्ता पनि कहिले तिर्ने हो? च्याउ लाग्छ यो थोत्रो बाइक चलाउनु पनि। अब त्यो थोत्रो बाइकमा बेइज्जती गर्न थाल्छ। तेरो पैसा दिन्न के हो? कसको पैसा दिन्छ? हेर नाटक नगर्नु। छिटो कपडा लाग्ने के हाल? मम्मी नानु तिमी यता हलमा गएर बसिराख है, म ड्रेस चेन्ज गर्दैछु, आइहाले। छिटो गरेर त तिमी गइहाल त, छिटो कपडा लाग्ने के हाल त? के भयो? किन रिसाएको? ल के भयो भन त तिमीलाई? तपाईँ मलाई किन लिन नआउनु र? म आउन लागेको थिएँ नि, तिमी छिटै आइहाल्यौ। म बाबालाई भनिदिन्छु। चुप लाग्यो तिमी, धेरै जान्ने गरेर बोल्दैन। अहिले एक झापड लगाउँछ नि, खुरुक्क रुममा गएर त ड्रेस चेन्ज गरेर बस्ने। म खाता रेडी गर्छु। डीआईजी मेरो प्रमोसन रोक्ने सरुवा गराउनु मेरो। त्यसले मलाई चिनेको छैन। प्रदीप भाइ एकपल्ट लिएर होइन सर, पुग्यो हामीलाई, घर पनि त जानु छ। त्यही त सर,
बाटोमा फेरि चेकिङ पनि हुन्छ मापेसीले समात्यो भने छोड्दैन तिमी म्यानेजर बस्छ होइन टेन्सन नले म छु रिपेसको चेकिङ होला क्या म भन्छु तिमी खाऊ तिमी भाइ सर खोइ क्वार्टर भने खोइ भाइ ल्याउ न एक क्वार्टर ल्याउ छिटो पनि क्या मोबाइल आइहाल्यो सर आइहाल्यो भयो कि सुन्दै साहब फेरि बसौँला नि पुगिहाल्दो रहेछ तिमीलाई मैले बस भने होइन तिमी नडरेको मैले भने इन्सपेक्टर साहब अब त जानुपर्छ नि चिना छैन मलाई चिनाउनु पर्यो म गयो कहाँ गयो फोन भयो साहब चिनेछौँ हजुर हामीले ए मलाई नचिन्ने कमै होला अब एक बेला खाने त्यो पनि गर्दैन होइन साहब फर्कानुपर्छ अब घरमा पाहुना आउने कुरो थियो यहीँ नै रात परिसक्यो त्यसै त ढिलो भइसकेको छ अझ ढिलो गयो भने मेरो बुढीले मार्छ त्यसले एउटा हात भाँचेछ अर्को हात पनि भाँची दिन्छ गाउँछ त्यो बुढीसँग डराउँछ आई हेट दोज जो बुढीसँग डराउँछ बुढीहरू भने नि जति माया गर्यो त्यति हेर्न थाल्छ त्यसैले आफू खुसी गर्नु छ भने दबाएर राख्नु यो बेला 9 वर्ष भइसक्यो एकपटक मुख फर्काउनु सकेको छैन मलाई यो भाइ अहिलेसम्म आउँदैन त यसले मलाई चिनाइन छोरा साहब छोड्नु भइगयो एकचोटिको छोड्नु छोडिदिन्छ एकचोटि छोडिदिन्छ तिमीहरूले भनेर मात्र है तिमीहरूले भने ल राम्रोसँग खाऊ ठिक छ म लाग्छु अहिले म सबै पैसा म हजुर राम्रै जानु होला सर बिस्तारै जानुहोस् भन्नु पुरै भाग लगाइरहेको छ टन्न बसिरहेको छ जाँड खाएको छ यस्तै गर्दा नि पुलिस बस्नु त्यतिकै बदनाम हुन्छ त नि ओ दाइ दाइ तपाईँले भनेको ठाउँ आइपुगे दाइ ट्याक्स प्राइस दिनु पर्दैन दिन्न जा के गर्छ नि खोजेको खोइ यो खोज तेरो पैसा दिन्न के गर्छ खोइको पैसा दिनुहोस् दाइ हेर नाटक नगर्नु भनेको सुन्दैनस् तेरो पैसा म दिन्न चिनाएछस् मको चिनाएछस् तपाईँ जो भने बालै भएन 400 रुपियाँ भएको छ खोरीको दिनुहोस् भनेको सुन्दैनस् मको चिनाएछस् तैँले मसँग पैसा माग्ने दाइ दाइ हात हाल दाइ ओ दाइ दाइ हात हाल के हात हाल हात हाल हात हाल के हात हाल के हात हाल मसँग पैसा माग्ने तपाईँ आज फेरि पिएर आउनुभएको जानु न त्यही जहाँबाट खाएर आउनुभएको थियो त्यही घरमा त्यसैले दिन्छ होला नि पक्केर आउनु प्लिज जानु नछिनु मलाई मेरो बाध्यता थियो सधैँ समयमा घर पुगे पनि बुढीको किचकिच त्योभन्दा राम्रो रमाइलो गर्यो सबै सुतेपछि घर पुग्यो आनन्द